नमस्ते साथीहरू, स्वागत छ हजुरलाई मेरो युट्युब च्यानल रोजी कार्कीमा। आज चाहिँ एकदमै रमाइलो र एडभेन्चरले भरिएको हाइकिङ स्पोट नियर काठमाडौँ लटरम्बेश्वर महादेव म जाँदैछु है। यदि तपाईहरू नेचरल लभर हो भनेपछि यो भिडियोहरू पुरा हेर्नुस् है, किनकि मैले यहाँको धेरै रमाइलो मोमेन्टहरू क्याप्चर गरेको छु। अब ढिलो नगरिकन हाम्रो सुरु गरौँ है लटरम्बेश्वर महादेव हाइकिङ ट्रिप। हामी चाहिँ घरबाट बिहानै लगनखेल बसपार्कको लागि हिँड्यौँ। मैले धेरैजनाहरूको ब्लगहरू हेरेको थिएँ, उहाँहरूले हामीलाई लगनखेलबाट टिकट काट्दा चाहिँ सजिलो हुन्छ भन्नुभएको भएर हामी पनि लगनखेल बसपार्कको लागि हिँडिसकेका थियौँ। हामीले टिकट पनि काट्यौँ। हामीले टिकट काट्दाखेरि चाहिँ हेटौँडा जाने गाडीमा लटरम्बेश्वर महादेवको लागि भनेर टिकट काट्नु पर्दो रहेछ। यहाँदेखि बिहान 7 बजेदेखि लिएर तपाईँको 8 बजेसम्म चाहिँ 4वटा गाडी जाने रहेछ। हामीले चाहिँ फर्स्ट गाडी 7 बजेको पनि टिकट काटेको भएर हाम्रो अब 7 बजेको लागि चाहिँ गाडी जाने रहेछ। हाम्रो ट्रिप पनि स्टार्ट भयो। गाडीमा रमाइलो गीतहरू सुन्दै हामी अगाडि बढ्यौँ। यसरी रमाइलो गर्दै हामी आफ्नो ट्रिप इन्जोय गरिरहेका थियौँ। काठमाडौँदेखि चाहिँ लटरम्बेश्वर महादेव 50 किलोमिटर जति रहेछ। यदि तपाईँहरूसँग आफ्नै भेहिकल छ भनेपछि तपाईँलाई चाहिँ 1.5 घन्टा मात्रै लाग्ने रहेछ। हामी चाहिँ प्राइभेट भेहिकल्समा गएको भएर हामीलाई 2-2.5 घन्टा लागेको थियो। यसरी हामी बाहिरको भ्यूहरू हेर्दै एकदम रमाइलो गरिरहेका थियौँ। कतै बाटोहरू अफरोड छ भनेपछि कतै एकदमै स्मुथ छ, रमाइलो छ। यदि तपाईँलाई 2 व्हिलरमा आउँदा चाहिँ एकदमै सजिलो हुन्छ। चारैतिर डाँडाले घेरिएको बिचमा बाटो हुँदै हामी एकदमै इन्जोय गरिरहेका थियौँ। टिकट काट्दाखेरि चाहिँ गाडीको लेफ्ट साइडतिर टिकट काट्नुभयो भनेपछि हजुरले चारैतिर भ्यूहरू हेर्न पाउनुहुन्छ। हामीलाई हेटौँडा जाने गाडीले चाहिँ बगुवा भन्ने ठाउँमा ल्याएर ओह्रालिदिँदो रहेछ। अनि हाम्रो हाइकिङ चाहिँ त्यहाँबाट स्टार्ट हुन्छ। अनि तपाईँहरूसँग 2टा अप्सन हुन्छ। यदि लङ रुट भएर जान चाहनुहुन्छ भनेपछि तपाईँलाई अलिक टाइम पनि बढी लाग्छ, तपाईँले अलिक बढी हिँड्नुपर्छ। यदि सर्ट रुट भएर जानुहुन्छ भनेपछि तपाईँलाई टाइम पनि थोरै लाग्न सक्छ। यहाँ बिचबिचमा झरनाहरू पनि थियो। यहाँ चाहिँ पहिला ठुलै झरना थियो, एकचोटि पहिरो गएको भएर यो सबै भत्केको रहेछ। यसरी हामी खोलाको झरनाको बाटोहरू तर्दै रमाइलो गर्दै अगाडि बढिरहेका थियौँ। तपाईँहरू बर्खाको महिनामा जानुभयो भने चाहिँ एकदमै रमाइलो हुँदो रहेछ। हामी चाहिँ चैत वैशाखमा गएको भएर एकदमै गर्मी थियो। ठाउँ ठाउँमा फोटोहरू भिडियोहरू खिच्दै जाँदै थियौँ हामी। गर्मी पनि असाध्यै गर्मी थियो, हावा पनि लागिरहेको थियो। हामी चाहिँ आफूलाई हाइड्रेट गराउँदै जुसहरू पानीहरू खाँदै अगाडि बढिरहेका थियौँ। बाटोमा रमाइलो गर्दै इन्जोय गर्दै हामी अगाडि बढिरहेका थियौँ। हामी चाहिँ यसरी अब स्टिक बनाउँदै अगाडि जाँदैछौँ। पसिनाले त लुत्रुम्मै भिजिँदो रहेछ भने अलिकति हिँड्न नपाउँदै सबले के खरखरको लागि कस्तो भइरहेछ त भाइ? गर्मी भयो? ए यो चाहिँ मजा रहेछ है। अन्त मजा त छैन, भन्दा अलिक सानो रहेछ। हामी चाहिँ अब त्यो माथिको डाँडा छ नि त्यहाँसम्म पुग्नु पर्ने रहेछ कि, त्यो चाहिँ रहेछ मन्दिर। अब कति टाइम लाग्छ होला। यहाँबाट चाहिँ अब हामी ठाडै उकालो लाग्नुपर्छ। यदि तपाईँहरू अलिक चाँडै हिँड्नुहुन्छ भनेपछि तपाईँलाई 2.5 घन्टा लाग्छ भनेपछि म जस्तो गरेर हिँड्नुभयो भने तपाईँलाई 3-3.5 घन्टा पनि लाग्न सक्छ। हामी बिस्तारै बस्दै रेस्ट गर्दै आफूलाई हाइड्रेट राख्दै अनि अगाडि बढिरहेका थियौँ। ठाडै उकालो भएको भएर अलिकति असजिलो पनि भइरहेको थियो, तर हामी अगाडि बढिरहेका थियौँ। यदि तपाईँहरू बस्ने हिसाबले नै आउनु भएको छ भनेपछि यहाँ चाहिँ होमस्टेको पनि व्यवस्था रहेछ। पर पर्सन चाहिँ उहाँहरूले 500 चार्ज लिनुहुँदो रहेछ। खानाको लागि 200 र बस्नको लागि 300। हामी चाहिँ फर्किने हिसाबले आएको भएर हामीले चाहिँ होमस्टे चाहिँ गरेनौँ।
2.5 घण्टा हिँडेर यहाँ माथि आइसकेका थियौँ। यहाँ चाहिँ तपाईँले नास्ताहरूको लागि र पूजा सामानहरूको लागि व्यवस्था गर्नुभएको रहेछ। ल हामी चाहिँ 2.5 घण्टा हिँडेर चाहिँ अब लगभग पुगिसके भनौँ है। 2.5 घण्टा चाहिँ लाग्यो हामीलाई। हामी चाहिँ ठाडो बाटो हिँडेर चाहिँ 2.5 घण्टा लाग्यो। अब हामी चाहिँ लगभग पुगिसकेको छौँ। अब यहाँदेखि 15 मिनट त्यहाँ। रमाइलो पनि लागिरहेको थियो, थकाइ नि लाग्थ्यो। यसो भ्यूहरू हेर्दै हामी अगाडि बढ्दै थियौँ। अब हामीले चाहिँ यहाँबाट 15 मिनट हिँड्नु पर्ने रहेछ। लटरम्बेश्वर महादेवको कथा मैले सुनेअनुसार भगवान शिवले आफ्नो पत्नी सतीदेवीको मृतक शरीरलाई लिएर यताउता हिँडिरहेको बेलामा यस ठाउँमा चाहिँ सतीदेवीको केश खसेको भएर यो ठाउँलाई एकदमै पवित्र मानिँदो रहेछ। ठाडो भर्याङ हुँदै हामी मन्दिरतर्फ लागिरहेका थियौँ। एकदमै रमाइलो लागिरहेको थियो। भ्यूहरू इन्जोय गर्दै अगाडि बढिरहेका थियौँ हामी चाहिँ। हजुरले बिस्तारै जाँदै गर्नुहोस् है। हस् ए त अलिकति चिसो हावा खाँदै ठाडो ओह्रालो चढ्दै एकदमै रमाइलो गरिरहेको थिएँ। थकाइ मेटाउनका लागि हामीले कतै कतै ठाउँमा चाहिँ टिकटकहरू फोटोहरू खिचिरहेका थियौँ। हामीले पूजा पनि गर्यौँ। पूजाको लागि सामान हामीले घरैबाट बोकेर आएको थियौँ। तपाईँहरूले यहाँ आएर पनि किन्न सक्नुहुन्छ। यो थियो हाम्रो लटरम्बेश्वर महादेव हाइकिङ ट्रिप। एकदमै रमाइलो भयो, थकाइ नि लाग्यो, तर एक्सपिरियन्स एडभेन्चर एकदमै दामी रह्यो। यदि तपाईँहरूलाई यो ब्लग मन पर्यो भनेपछि लाइक, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। अनि तपाईँहरू कुन ठाउँ हाइकिङ गएर सबैभन्दा धेरै मजा लिनु भएको थियो कमेन्टमा सेयर गरिदिनुहोस् है। बाई बाई।